नमसी साथै नमस्कार न्यानो अभिवादन पनि छ र आज चाहिँ मेरो यो ठाउँ मतलब यो काम गर्दै गरेको ठाउँ छोडेर जाने तर्खरमा छु र मैले अर्को ट्रान्सपोर्ट कम्पनीमा अलरेडी कुराकानी भइसकेको छ र आज चाहिँ सोमबार म त्यहाँ पुग्नु पर्ने अनि त्यस पछाडि गएर त्यहाँ केही कागजपत्रहरू एग्रिमेन्ट पेपरहरू सही छाप गरेपछि अनि फेरि नयाँ प्रक्रिया सुरु हुन्छ। अनि युरोपमा स्पेसली रोमानियामा भनौँ प्राय युरोप कन्ट्रीमा सबैको नियम कानुन एउटै जस्तै हुन्छ, केही हल्का फुल्का तलमाथि भए पनि प्राय एउटै नै हुन्छ। र यहाँ चाहिँ के छ भन्दाखेरि जस्तो अरब मुलुकहरूमा चाहिँ कम्पनी चेन्ज गरिसके पछाडि हप्ता दिन चान्चुनमा मतलब त्यहाँको रेसिडेन्स पर्मिट आउँछ। तर यहाँ चाहिँ अलि त्यस्तो छैन। यहाँ चाहिँ के छ भन्दाखेरि चाहिँ हुन त अहिले 2 वर्षको दिन्छ यहाँ पनि अनुमति पत्र 2 वर्ष बस्न सक्ने। तर भए तापनि कम्पनी चेन्ज गरिसके पछाडि चाहिँ आफू जुन कम्पनीमा जाने हो त्यो कम्पनीको वर्क पर्मिट निकाल्नु पर्ने हुन्छ सबैभन्दा पहिले। अनि वर्क पर्मिट निस्किसके पछाडि अनि बल्ल त्यो कम्पनीको एड्रेसमा भएको जुन यहाँको बसोबास गर्न मिल्ने अनुमति पत्र अर्थात् त्यसलाई टिआरसी टेम्पोररी रेसिडेन्स पर्मिट भनेर भनिन्छ र त्यो तयारी हुनुपर्ने हुन्छ। अनि यो पनि काममा भर पर्छ। जस्तो उदाहरणको लागि कुनै पनि फ्याक्ट्रीभित्र गर्ने काम एउटा सीमित एरियामा गर्ने काम र जहाँ अब पुलिस चेक नहुने ठाउँहरूमा प्राय कम्पनीले के गर्छ भन्दाखेरि वर्क पर्मिट अप्लाई गरिसके पछाडि चाहिँ पार्शियल रूपमा काम लगाउँछ। अनि जब वर्क पर्मिट अब कन्फर्म हुन्छ भन्ने त्यो जुन एउटा कोड आउँछ अर्थात् एउटा मेसेज आउँछ त्यो इमिग्रेसन विभागबाट, अनि हो त्यो आइसके पछाडि मात्रै कम्पनीले फुल्ली काम लाउँछ। अनि विशेष गरिकन सवारी चालकको सम्बन्धमा चाहिँ रोडमा हिँड्नुपर्ने भएको र सिमाना नागेर जानुपर्ने भएको कारणले, जस्तो कारण त अरू पनि हुनसक्छ तर प्राय ट्रान्सपोर्ट कम्पनीहरूमा चाहिँ टिआरसी नआइकन प्राय काममा लगाउँदैनन् र त्यतिन्जेल बस्नुपर्ने हुन्छ। र त्यसरी बस्दाखेरि अब कति कम्पनीले खानापिना खानेको व्यवस्था गर्दो हुन् हैन। अब त्यो त अब गएपछि थाहा लाग्छ, आफूले अनुभव गरेपछि थाहा हुने कुरा भयो त्यो चाहिँ। र मेरो चाहिँ जिन्दगीमै पहिलोचोटि कम्पनी चेन्ज गरेको हैन, एउटा एक्जिस्टिङ कम्पनीबाट अर्को कम्पनीमा ट्रान्सफर हुँदै गरेको चाहिँ मेरो जिन्दगीकै पहिलो प्रयास सफल भएको। र यसमा चाहिँ अब पहिलो श्रेय चाहिँ म परमेश्वरलाई नै दिन्छु, किनभने मैले शारीरिक हिसाबले धेरै प्रयास गरेँ। म जब अरबमा थिएँ धेरै प्रयास गरेँ मैले, मेरो सबै प्रयासहरू असफल भयो। मैले कम्पनीमाथि मुद्दा पनि लगाएँ हैन, लेबर कोड धाएँ। लेबर कोड धाउँदाखेरि चाहिँ उल्टै कम्पनीको फेभरमा लेबर कोडको मान्छेहरू बोलिदियो। अनि त्यो भएको कारणले गर्दाखेरि चाहिँ नियम कानुन चाहिँ के छ भन्दाखेरि 1 वर्ष काम गरिसकेपछि अर्को कम्पनी चेन्ज गर्न पाउने अनि अनलाइनबाटै गर्न सकिने नियम कानुनहरू चाहिँ छ। तर कम्पनीले चाहेन भने, उसले जान दिन चाहेन भने उसले लास्ट आवरमा गएर पनि रोकिदिने। अनि मलाई 5 चोटिसम्म मलाई त्यसरी रोकेर, अब भिडियोमा भन्न नमिल्ने त्यो कम्पनीको नाम हैन, गाली यति धेरै भित्र आएको छ, उकुस मुकुस भएको छ। तर पनि अब केही कुराले गर्दाखेरि गाली गर्न पनि नमिल्ने, तर जिन्दगीभरि सम्झना रहने खालको सम्झना त्यो कम्पनीले दिलाएको छ मलाई। मैले धेरै राम्रो मौकाहरू पाउँदाखेरि पनि मैले मौकाहरू गुमाउनु परेको थियो हैन। अनि सवारी चालक नभएर सवारी चालकभन्दा अलिक माथिल्लै दर्जाको कामहरू पनि मैले पाएको थिएँ। तर पनि कम्पनीले मलाई रोकेर राख्यो, जान दिएन। मलाई दास बनायो भनौँ न, एक हिसाबले दास बनाएकै जस्तो थियो नि। आफ्नो
स्वेच्छाले कम्पनी चेन्ज गर्न नपाउने, आफ्नो स्वेच्छाले काम गर्न नपाउने भनेपछि हैन। अनि कम्पेयरिङ टु अरब, युरोप यानि कि रोमानिया ठिकै लाग्यो। र यहाँ चाहिँ 1 वर्ष काम गरिसके पछाडि कसैले पनि रोक्न नसक्ने रहेछ। तर हाम्रो मान्छेहरूको प्रब्लम चाहिँ के भन्दाखेरि चाहिँ नबोल्ने, डराउने हैन, नियम कानुन के हो कसो कसो छ अनि खोजी नगर्ने। अनि प्राय धेरैलाई त अब के बोल्ने के नबोल्ने भन्ने कुरा थाहा पनि हुँदैन, किनभने कतिजना दाजुभाइहरू बेसिक इङ्ग्लिस नजान्ने पनि खै कसो कसो गरेर उहाँहरू आइपुग्नु भएको छ। अनि त्यसो हुनाले गर्दाखेरि आफूले चाहेको कुरा पनि बताउनु सक्नुहुन्न। अनि कहाँ जाने के गर्ने भन्ने कुरा थाहा नभएको कारणले पनि समस्यामा छ। तर अरबको तुलनामा चाहिँ यहाँ चाहिँ अलिक सजिलै रहेछ है ट्रान्सफरको मामलाहरू। र यसमा चाहिँ मैले अनुभव गरेको कुरा चाहिँ के भन्दाखेरि यदि आफूलाई रिलिज चाहियो भने इमिग्रेसन अर्थात् कानुन सम्बन्धीको मान्छेहरू, सल्लाहकारहरू हुन्छ, सल्लाह दिने मान्छेहरू हुन्छ। अनि त्यस्तो प्राइभेट कम्पनीहरू खोलेर बसेको हुन्छन् अनि उनीहरूले पनि हेल्प गर्न सक्ने रहेछ है। अनि त्यसलाई चाहिँ के भन्छ, इमिग्रेसन कन्सल्टेन्ट भनेर भन्छन्। अनि त्यस्तो इमिग्रेसन सम्बन्धी सरसल्लाह दिने, सुझाव दिने मान्छेहरू हामीले खोजेर उनीहरूको सहायता लिएर पनि हामीले गर्न सक्छौँ। तर उनीहरूलाई पैसा दिनुपर्ने हुन्छ हैन, केही मात्रामा पैसा दिनुपर्ने हुन्छ। अनि सबैभन्दा इजी त अब पहिला रेजिग्नेसन दिएर त्यसको 21 वर्किङ डेज भनाइ छ यहाँ हैन, वर्किङ डेज 21 डेज। त्यसको मतलब अलमोस्ट कति 24-25 दिन त भइ नै हाल्छ है। शनिबार र आइतबार गर्दा 1 महिनै चान्छन् केही हिसाब हुन्छ। अनि 1 महिना अगाडि अब बाई इमेल, अर्थात् अब इमेल भन्दा पनि अब हामीले फिजिकल पेपर लगेर गयौँ भने कति कम्पनीले हामीलाई साइन गरेर स्ट्याम्प गरेर दिँदैन। त्यो भएको कारणले गर्दाखेरि बाई इमेल अर्थात् वाट्सएप कुनै पनि माध्यमद्वारा जानकारी गराउने। अनि जानकारी दिएर पनि उसले मना गर्यो भनेदेखि त्यस पछाडि सिधै लेबर कोर्ट जान सकिन्छ। अनि कतिजनाको केसमा पुलिस स्टेसन जाँदा पनि समस्या समाधान भएको छ, कतिको अवस्थामा चाहिँ लेबर कोर्ट जानुपर्ने हुन्छ। अनि मेरो अवस्था पनि झन्झनै त्यस्तै थियो, किनभने मैले पर्सनल्ली रिक्वेस्ट गरेँ। रिक्वेस्ट गर्दाखेरि नो भन्ने उत्तर आयो। अनि त्यस पछाडि लेबर कोर्टको तयारी गर्दै थिएँ। अब म सरसल्लाहहरू लिँदै थिएँ। अनि त्यसो गर्दाखेरि चाहिँ फाइनल्ली एकजना इमिग्रेसनको कन्सल्टेन्ट अनि जो चाहिँ म यहाँ रोमानिया आउने बित्तिकै सम्पर्कमा हुनुहुन्थ्यो र उहाँले नै मेरो सबै डकुमेन्टहरू पहिला पनि बनाइदिएको कारणले गर्दाखेरि उहाँसँग मैले सम्पर्क गर्दा मैले सोचे जति कठिन भएन। अनि सायद परमेश्वरले त्यो एउटा बुद्धि हालिदिनु भयो ताकि त्यसरी कुरा गरौँ बा भइहाल्छ कि भनेर। अनि साँच्चै नै कुरा गरिसके पछाडि त्यो कुराहरू सम्भव भए। र आज चाहिँ अब म हिँड्न लागेको छु। भिडियो अलिक लामो भयो, बाँकी केही कुराहरू सोधपुछ गर्नुपर्ने छ तपाईँहरूले यो भिडियो हेरेर भने तपाईँहरूले मलाई सम्पर्क गर्न सक्नुहुनेछ। यो चाहिँ म बसेको रुम थियो र यो जाने बेला भएकोले गर्दाखेरि खासै मैले मिलाएको पनि छुइनँ, यत्तिकै छोडेर जान लागेको छु। र यो कोठामा यो पुरा घर नै मलाई दिइएको थियो र यसमा चाहिँ म एक्लै थिएँ। चान्चुन यो कोठामा 11 महिना 11.5 महिना सुत्यो। अब मेरो ब्यागेजको कुरा गर्दा यो 2टा त्यहाँनिर छ अनि अर्को एउटा यहाँनिर छ है। र यी सब यस्तै छ अहिलेको अवस्था। यस्तै छ है। ल केही जानकारीहरू लिन मन लाग्यो भने सम्पर्क गर्न सक्नुहुनेछ। हस्त धन्यवाद। फेरि अर्को भिडियोमा भेटौँला।